फेवातालको जग्गा प्रकरणमा गृहमन्त्रीलाई हर्क साम्पाङको प्रश्न, नैतिकताको सवाल खडा भयो, खास कुरा के हो? दर्शकबिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा बेच रोपने जग्गा रहेको खबरले आफूलाई नमजा लागेको उल्लेख गर्दै यस विषयमा पत्रकार सम्मेलन गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। साम्पाङले यसलाई नैतिकताको सवाल भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर नछोड्ने चेतावनी दिएका छन्। उनले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्री माथि टीका टिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको स्पष्ट पारेका छन्। आफ्ना प्रश्नहरू व्यक्तिगत नभए नितान्त व्यावसायिक र कानुनी रहेको साम्पाङको भनाइ छ। साम्पाङले गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनको चैत 23 गतेको घटनाका दोषीहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गरिरहेकोमा प्रशंसा गरेका छन्। उनले यस कार्यलाई अझै अघि बढाउन शुभकामना समेत दिएका छन्। तर साम्पाङले सदनमा आफूले उठाएका दुई मुद्दा नबिर्सिन गृहमन्त्री गुरुङलाई स्मरण गराएका छन्। ती मुद्दाहरूमा जेन्जी आन्दोलनको चैत 24 गतेको घटनाका दोषीलाई कारबाही र जीवी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिने कुरा छन्। काम गर्ने मान्छेको खुट्टा तान्छन्, अब्जस पाइन्छ नि काम गर्ने क्रममा साम्पाङले पोस्टमा लेखेका छन्। तर पोखराको फेवाताल बेच रोपने जग्गा तपाईको नाममा छ रे भने खबरले सामाजिक सञ्जाल तातिदा नमजा लागेको छ। खास कुरा के हो? पत्रकार सम्मेलन राखिहाल्नुहोस्। साम्पाङले गृहमन्त्री गुरुङलाई दाजुले दिएको सल्लाह सम्झेर आफ्नो कुरा मान्ने आशा व्यक्त गरेका छन्। उनले एक दिन गृहमन्त्री गुरुङलाई हृदयदेखि नै बधाई दिने र त्यो दिन चाँडै आओस् भन्ने कामना पनि गरेका छन्।